आज चाहिँ हामीले पढ्ने भनेको लेसन 22 है त। दाइ निज्यू निखा, यो चाहिँ हामीले नाउन मोडिफिकेसन, नाउनलाई व्याख्या गर्नु पर्यो भनेदेखि चाहिँ है त, नाउनलाई चाहिँ पुरै डिस्क्राइब गर्नु पर्यो भने चाहिँ नाउनलाई चाहिँ लास्टमा राखेर अगाडि चाहिँ त्यो नाउनको बारेमा के व्याख्या गर्नुपर्ने छ त त्यो कुरोलाई चाहिँ अगाडि राख्छौँ। ल, नाउन मोडिफिकेसन डिस्क्राइब गर्नुपर्ने नाउनलाई चाहिँ सेन्टेन्सको लास्टमा लेखिन्छ है त। कुन चाहिँ नाउनलाई डिस्क्राइब गर्ने हो त्यो नाउनलाई सेन्टेन्सको लास्टमा धकल्दिने, यो नै नाउन मोडिफिकेसन हो है त। अब त्यसलाई व्याख्या गर्ने कुरा चाहिँ अगाडि लेख्ने अनि नाउनलाई चाहिँ लास्टमा ढकल्दिने। जस्तै अब यो यहाँ एउटा फर्मुला छ है त, प्लेन फर्म एडजेक्टिभ नाउन प्लस नो प्लस नाउन भनेको, यो भनेको व्याख्या गर्ने नाउन भयो है त। अगाडि चाहिँ कि प्लेन फर्म हाल्नु पर्यो कि एडजेक्टिभ हाल्नु पर्यो कि नाउनले नाउनलाई डिस्क्राइब गर्नु छ भने नाउन प्लस नो अनि नाउन हुन्छ है त। यो नो भनेको चाहिँ दाको ठाउँमा नो राखिएको हो क्या है त। दाको ठाउँमा चाहिँ नो चाहिँ एउटा दाको प्लेन फर्म जस्तै भनौँ न, यसले चाहिँ नाउनलाई डिस्क्राइब गर्नु पर्यो भनेदेखि नाउन नहाल्दा मिल्दैन। त्यही भएर यो नोको प्रयोग गरेर यो नो भनेको चाहिँ को भन्ने अर्थ चाहिँ दिँदैन है यसले चाहिँ। ल, अब सुरुमा हामी प्लेन फर्म पढ्छौँ। प्लेन फर्मको लागि हामीले नर्मली भन्दाखेरि के भन्छौँ, वान सान वा बेउइनले हाताराइते इमास भने के हो त, वान जी चाहिँ कहाँ त हस्पिटलमा काम गर्दै हुनुहुन्छ, काम गर्नुहुन्छ भन्न खोजेको है त। अब यसलाई मोडिफाई गर्नलाई अब हामीले केलाई मोडिफाई गर्न खोज्यौँ, बेउइनलाई। बेउइनलाई मोडिफाई गर्न खोज्दाखेरि बेउइनलाई चाहिँ लास्टमा ढकल्दिने है त, लास्टमा त्यसलाई राखिदिने। अब अगाडिपट्टिको वान सानगा हाताराइते इरु बेउइन भनेको वान जीले 22 लेसनमा चाहिँ गा पार्टिकल भनेको ले भन्ने अर्थ दिन्छ है त। गा पार्टिकलले चाहिँ वान सानगा हाताराइते इरु बेउइन भनेको वान जीले काम गर्दै गरेको के त हस्पिटल भन्न खोजेको। यो के भयो, केमा भयो, यो प्लेन फर्मको भयो। यो अरू नि भन्छु न प्लेन फर्मको बारेमा है त। अब अर्को हेरौँ है त, इ एडजेक्टिभमा नर्मली हामीले भन्नुपर्दाखेरि कुरुमा वा आवेदेश भने के त, कुरुमा चाहिँ के छ त, निलो छ भन्ने कुरा भयो है त, का चाहिँ निलो छ भन्छ। अनि नाउन मोडिफाई गर्दाखेरि इ के होस् अगाडि आउँछ, नाउन चाहिँ लास्टमा। आवै कुरुमा भने के त, निलो निलो कार। र अर्को नाक्योसीमा, यो इक्योसीको भयो, यो नाक्योसीमा नर्मली भन्दाखेरि टोक्यो वा निगाखा देश भने टोक्यो चाहिँ के त एकदमै भिडभाड हो भन्न खोजेको। अब हामीले आठसम्म पढाएको थियौँ, नाक्योसीमा यदि नाउन पछाडि आउँछ भने अगाडि के प्रयोग हुन्छ, ना प्रयोग हुन्छ नि त। निगियाखा यो भनेको नाक्योसी हो नि त, निगियाखा भनेको निगियाखामा टोक्यो भनेको है त। टोक्यो चाहिँ के त एकदम निगियाखा भिडभाड छ भन्न खोजेको। यो आठसम्म थियो, यो चाहिँ हाम्रो मोडिफिकेसनबाट पनि हामीले बुझ्न सकिन्छ। ल, अर्को भनेको नाउनले नाउनलाई व्याख्या गर्नु पर्दाखेरि अब वातासी वा गाकुसै देश, यहाँ त व्याख्या गर्नको लागि दुईवटा मात्रै कुरो छ, एउटा वातासी एउटा गाकुसै। अब कसरी व्याख्या गर्ने त्यसलाई भन्दाखेरि वातासीलाई व्याख्या गर्नु पर्यो कि यो केसमा चाहिँ वातासीलाई पछाडि धकल्दिने अनि गाकुसै न वातासी भनेको स्टुडेन्टको म भन्ने कुरा चाहिँ जनाउँदैन यसले है। यो नो भनेको चाहिँ गाकुसै पछाडि नाउन पछाडि नो जोडिन्छ क्या कनेक्ट गर्नको लागि। यो चाहिँ कनेक्टर हो क्या, दुईटा बिचको चाहिँ के चाहिँ कनेक्ट गर्ने काम गर्छ क्या यसले। ल, गाकुसै वातासी भन्दाखेरि चाहिँ अलिकति नर्मल सुन्यो होइन त, म काकुसै भन्न खोजेको भन्ने कुरा सुन्यो। अब नो लाउँदाखेरि चाहिँ अर्कै बुझिन्छ, तर यसले कनेक्ट गर्ने काम गर्छ यो नो पार्टिकलले। ल, र अर्को कुरो नाउन मोडिफिकेसनमा चाहिँ नि पार्टिकल ओ पार्टिकल र दे पार्टिकल चाहिँ इग्नोर भइरहेको हुन्छ है त। त्यो नलेख्ने केसहरू पनि आउँछ, त्यसलाई छोड्दाखेरि केही फरक पर्दैन। अर्को एउटा प्लेन फर्मको मात्रै भनिदिन्छु है त। ल, हामीले नर्मली भन्नुपर्दा के हुन्थ्यो, वातासी वा सेन्स्यो के कियो चुप्री मास्ता भने के त, मैले चाहिँ बितेको हप्ता चाहिँ के त केक चाहिँ बनाएको थिएँ भनेर। अब यसलाई मोडिफाई गर्नु पर्यो हामीले। अब प्लेन फर्ममा लाँदा मिल्छ, प्लेन फर्ममा लगेर बल्ल नाउन राख्यो लास्टमा। अब यहाँ नाउन के हो, केक हो नि त, केकलाई लास्टमा ढकल्दिने है त।
वातासीगा सेन्स्यु चुकु अब मासिता भनेपछि के भयो पास भयो नि त के युज गर्नु पर्यो हामीले चुकुत्ता चुकुत्ता अनि त्यसपछि के त केकी मैले चाहिँ गत हप्ता बनाएको केक यहाँ माथि के थियो मैले गत हप्ता केक बनाएको थिएँ तल चाहिँ हामी मोडिफाई गर्नु पर्दाखेरि नाउनलाई लास्टमा ढकल्दियौँ त्योभन्दा अगाडि के युज गरेका छौँ प्लेन फर्म तापन भएर प्लेन फर्म हो नि त अब वातासीगा मैले गत हप्ता बनाएको केक ल नाउन मोडिफिकेसनको बारेमा चाहिँ यति नै बुझ्नु अहिलेलाई